तो हेलो एभ्रीबडी, अहिले चाहिँ हामी चाहिँ बिहान 7 बजे छ दुम्बा लेक जाने भनेर यो बाटो हिँडिरहेछौँ र यहाँ चाहिँ घोडा दाजुभाइहरू मजाले चलिरहनु भएको छ जङ्गलहरूको बीचबाट चल्ते रहो चल्ते रहो चल्ते रहो। अब आधी घन्टामा पुगिन्छ भन्ने कुरा आयो। पुगिन्छ या पुगिँदैन, तर फटाफट हिँड्नुपर्ने छ, आधी घन्टा लाग्छ। बिहान भोक भोकै हिँडिएछ हामी। यता कालीगण्डकी बग्दैछ, यता यस्तो पहाड। पाइला जस्तै छ कि होइन, घोडाको नि हुन सक्ने, तर खै यार 45 मिटर मिनट कि मिटर मिनट। ओ माई गड, यता जाने कि माथि जाने? यतै तल छ होला। 40-45 मिनटबाट यस्तो बाटोमा, यस्तो ढुङ्गाको गेगरो जस्तो बाटोमा हिँडिरहेछौँ, तर पनि गन्तव्यमा पुगेन। 5 किलोमिटर। ओ माई गड, किलोमिटर ओ गयो भनेको होइन। हजुर हिमालको यति नजिक नै छौँ हामी। यहाँबाट त नजिक, टाढा उपरमा देखिने हिमाल। दुम्बा चाल जाने बाटो बल्ल यस्तो बाटोमा मिसियो। त्यो बाटो आएर अझै लाग्ला 20-25 मिनट त। पोखराको साइड हो कि कुन नि थाहा छैन। ओह, यत्रो डाँडा हेरेर हिँडेर दुम्बा लेक आइयो है। वेलकम टू भान्जा लेक, यानी कि दुम्बा लेक। तीन किलोमिटरको बाटोमा 1 घन्टा लाएर आइयो। यो ठाउँको पनि यति रमणीय ठाउँमा पनि आइयो जसै भए पनि। हिँडेर जान अल्छी लागिरहेको थियो, तर यहाँ आइसकेपछि जुन भाइब्स छ त्यो टोटल्ली वर्थ इट छ होइन। दुःख चाहिँ वर्थ इट छ। र यो पुरै लेकमा हुन त मान्छेको आवाजाव चाहिँ कम छ, र अहिले चाहिँ हामी 2 जना मात्रै छौँ यो लेक लिएर। 2 जना पुरा चिल हान्दै बसिरहेछ, शान्त, केहीको डिस्टर्ब छैन। ट्याटा र पुपु पापा र पुपु केही पनि छैन, बस शान्त। माछाहरू फ्याट गरेछन्, टुप्लुक गरेको यसरी। यस्तो चाहिँ माछा, हामी माछा हेरेर बसिरहेछौँ। घरिघरि यसरी जम्प हान्छ, पानीबाट पुचुक जम्प हान्छ रहेछ माछा। हेलो, र अब चाहिँ यहाँबाट हामी निक्लिन लागिसक्यौँ। अब सिधै जाने, किनकि यहाँको बाटो जाने भए त फेरि पनि 1-1.5 घन्टा नै लाग्छ होला। हामी चाहिँ सर्टकट बाटो तलबाट पर्छ भनेको, सायद 1 घन्टा त लगाइदियो। यहाँबाट त्यही नजिकै एउटा गुम्बा छ, त्यो गुम्बा चाहिँ अहिले चाहिँ गइएन, किनकि हिँडेर आएको भएर होला। भोक पनि लागिसक्यो। अब दुम्बा लेकलाई बाई बाई भनियो। धेरै ठाउँहरू त अझै गइएन हामी, उता मान्छे मुक्ति नाति गइन्न होला, किनकि समय भए पनि स्रोत र साधनको कमीले अब आइयो भने अर्कोचोटि आइयो भने या त्यो भन्न मिलेन। अब अहिले चाहिँ स्रोत र साधनको कमीले गर्दा हामी मेन ठाउँमा जान, त्यो ठाउँमा जान पाइएन। नो प्रब्लम। मैले त देखेको छैन कहाँ कि प्लेन प्लेन त देखेन मैले नि। कतिको आकाश ठाउँ ऊहरू त क्रसरको होला कि। ए अहिले चाहिँ हामी मार्फा गाउँमा आएका छौँ। यो त खुब एकदमै निकै फेमस ठाउँ हो यो। अहिले बेलुकाको 6 नि बजिसकेछ, तर पनि उज्यालो छ यहाँ, यस्तो रमाइलो खालको। तर खुब फेमस ठाउँ नि है। हेर न स्ट्रक्चरहरू हेर।
हिजोसम्म त हिजो बेलुकासम्म त आइन्छ जस्तो ठेगानै थिएन तर यो बाइक पाइयो त्यही भएर मतिनाथ आइयो प्रवेश गेटमा आइपुगिसक्यौँ घन्टीहरू छन् अहिले चाहिँ बिहानको 7:30 कि 6:30 ए 6:30 हो अहिले चाहिँ बिहानको 6:30 भइसकेको छ हामी चाहिँ मन्दिरनेर आइपुगिसकेछौँ त्यहाँभित्र के हो त नि भट्टा अघि के हो घुम्ने के ल हामी मुक्तिनाथ मन्दिरमा आइसक्यौँ र अहिले 6:40 भइसकेको छ यतिखेर मन्दिर परिसर खुलिसकेको नरहेछ मुक्तिनाथ मन्दिर त्यसो गर्छु म त त्यहाँ यस्तो झाडोमा नुहाइराख्नु भएको छ ओ बाफ रे बाफ पानी खासै चिसो त होइन फेरि गर्छौ ल जाडो हुन्छ हामीहरू चाहिँ दर्शन गरेर सकियो र अब फर्किँदैछौँ र रक्षा गर्नुहोस् मुक्तिनाथ दर्शन भयो भाइ अब हात ठेरिएछ बिहानको मुक्तिनाथको यो यात्रा चाहिँ यो बाइकले साथ दियो फर्किने लाग्यो रोलिङमै छ मुक्तिनाथमा यस्तो राम्रो बस्ती छ अहिले चाहिँ यो फापरबारीमा हामी हेर्दैछौँ फापर मुस्ताङ आएर यही फापरबारी मात्रै छुटेको थियो यो पनि कभर भयो यता माथि नि फापरबारी छ अब यहाँपछि फेरि हामी निक्लिन्छौँ